कहाँदेखि आउनुभयो? म यो भक्तपुरबाट आएको यहाँ चाहिँ न्यु इयर मनाउन। हजुर। अनि तपाईँको नाम? मेरो नाम वेदनिधि पोखरेल हो। अनि यो ठाउँमा आएर तपाईँलाई कस्तो लाग्यो? यो ठाउँ धेरै हामीले सुनेर अन्त धेरै ठाउँ घुम्यो, यहाँ पनि सुनिरहेको थियौँ र योजना बनाएर हामी आज घुम्न आएको। जस्तो सोचेको यो बादल यस्तो हुन्छ, बादलको बारेमा हामीले धेरै कुरो बुझेका थियौँ। दिनभरि घाम लाग्ने हजुर र हामीले बिहान आज यो सूर्योदय हेर्ने तरिकाले नै बिहानदेखि आएका थियौँ। हजुर। अहिलेसम्म बसिरहेका छौँ, साह्रै रमाइलो लागिरहेको छ। घुम्न आउनु पर्ने ठाउँ रहेछ यो ठाउँ। अब कतिखेरसम्म बस्नुहुन्छ? हामी सायद बेलुकासम्म बस्छौँ होला। बेलुकासम्म। अब होमस्टेतिर आउनुहुन्छ कि भनेर? हामी होमस्टेतिर पनि आउने हामी अब यो सोचिरहेको छौँ आज। हजुर। अब बेलुकै आउनुपर्ने रहेछ यहाँ अहिले यो हेर्दाखेरि। हजुर। हामीलाई दिनभरि बसिराख्न मन लागिरहेछ। हजुर। बेलुका त घर जानु पऱ्यो होइन। तर हामी होमस्टेका लागि पनि हामी गुरु बनाएर आउँछौँ। अनि तपाईँलाई हामी नम्बर पनि लिएर जानु होला। हवस्, हुन्छ हवस्। हाम्रो नम्बर चाहिँ 9849 073 458। त्यतिमा फोन गर्नुभयो भने अथवा त्यहाँ अनलाइनमा पनि देखिन्छ। हाम्रो बेथान्चो भिलेज कम्युनिटी होमस्टे भनेर आउँछ, त्यसमा हेरेर आउन सक्नुहुन्छ। हाम्रो पर पर्सन चाहिँ 2वटा छ। होमस्टेमा बस्न आउनको लागि चाहिँ हाम्रो नन भेजको लागि 1300 रुपियाँ, भेजको लागि 1000 रुपियाँ पर्छ। ग्रुपमा एउटा मिलेर आउँदाखेरि केही हुन्छ? ग्रुपमा अब 10 जनाभन्दा माथि आउनुभयो भने अब त्यसमा केही हेर्न सकिन्छ। हुन्छ, हवस्। हामीले होइन यो साह्रै यो त सुनेअनुसार रमाइलो लाग्यो क्या, साह्रै रमाइलो लाग्यो। अब तपाईँहरू क्याम्पिङमा आउनुहुन्छ भने पनि हाम्रो क्याम्पिङ पनि गर्न सक्छौँ हामी। क्याम्पिङमा चाहिँ अब हाम्रो के छ भने 2500 पर पर्सन छ। त्यसमा तपाईँहरूले केही पनि ल्याउनु पर्दैन। टेन्ट, स्लिपिङ ब्यागदेखि लिएर सबै खाना त्यस्तो हुन्छ। अनि हाम्रो बेलुका खाजा हुन्छ, बिहान खाजा 2टा अनि खाना 2टा हुन्छ। त्यसरी हाम्रो पर पर्सन चाहिँ 2500 रुपियाँ पर्छ। त्यसमा सम्पर्क गरेर आउन सक्नुहुन्छ। खुसी लाग्यो।